निकै नै छोटो समयमा गृहमन्त्रीको जिम्मेवारी सम्हालेका हाम्रो पूर्व गृहमन्त्री सुदन गुरुङज्यूको चाहिँ छानबिन प्रक्रिया लगभग सकिएको छ। अब त्यो छानबिन प्रक्रियामा उहाँलाई कस्तो कस्तो प्रश्न सोधिए त त्यो जान्नका निम्ति चाहिँ तपाईले एकचोटि यो भिडियो हेर्नुस्। सम्पत्तिले गर्दा चाहिँ छानबिन भएको छ, धेरै कडा प्रश्नहरू गर्नु भएको छ र यसमा चाहिँ तपाईले एउटा यसमा म एउटा साधारण नागरिक गृहमन्त्रीमा यतिको मान्छे म कुनै राजनीतिक दलमा आबद्ध थिइन। म पहिलादेखि कुनै राजनीतिक कुनै तपाईको सार्वजनिक पद धारण गरेको थिइन। आफूले गर्ने सक्ने दुःख गरेर मैले कति कुरा कमाए होला, कति कुरा गुमाए होला, कति ऋण लिए होला, कति सापट लिए होला, आफ्नो ठाउँमा छ र त्यसको लागि निष्पक्ष छानबिन गर्नलाई यति कडा प्रश्न गर्नुभयो कि एकछिन त्यो पुरानो सुदन गुरुङ निस्किसकेको थियो। अब मेरो प्रश्न तपाईलाई एउटा, तपाईलाई के लाग्छ त उहाँ फेरि गृहमन्त्रीमा फर्किनु पर्छ कि पर्दैन? कृपया आफ्नो विचार कमेन्टमा राख्नु होला है त।